आज हामी खानेवाला छौं बाख्राको आन्द्रामा दाल चामल हालेर। जिन्दगीमा पहिलोचोटि भएर होला यति धेरै मिठो भएको थियो। के तपाईहरु पनि खान चाहनुहुन्छ? यदि खान चाहनुहुन्छ भने कसरी बनाइन्छ होला त? सो साथीहरु आउनुहोस् आजको भ्लगलाई स्टार्ट गरौँ। So hey guys, welcome to my mini vlog. I hope तपाईहरु सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। कहानीको सुरुवात हुन्छ हाम्रो अंकलको घरबाट। हिजो अंकलको घरमा दान गरेका थिए, त्यहीबाट ल्याएको थिएँ मैले बोकाको आन्द्रा। हामीले बनाउनु पर्ने हिजै हो, तर समय नभएको कारणले गर्दा हिजो बनाउन सकिएन। त्यही भएर आज म, मेरो साथी र मेरो भाइ मिलेर जंगलतिर जाने निर्णय गर्यौं। बिहानको 10 बजेतिर खानासाना खाएर आवश्यक पर्ने सबै कुराहरू झोलामा प्याक गरेर हामी चाहिँ लाग्यौं जंगलतिर। केही समय हिँडिसकेपछि हामी चाहिँ पुग्यौं एउटा खोला नजिकै। त्यसपछि आगो सागो बालेर हामीले लिएका के कुराहरू छन् ती सबै झोलाबाट बाहिर निकाल्यौं। त्यसपछि सबै सामानहरूलाई एउटा भाँडोमा हालेर मज्जाले मोलियो। फाइनली सबै कुराहरू कम्प्लिट भइसकेको थियो। अलिकति पानी र तेल मिसाएर त्यसपछि एक एक गर्दै आन्द्रा भित्र हाल्यौं। केही समयपछि सबै कुरा रेडी भयो। त्यसपछि आन्द्रालाई बीचमा हालेर बाँकी रहेको चामललाई वरिपरि हाल्दियौं। केही समयपछि निकालेर हेरेको त ओ माई गॉड, दामी दामी। एकैछिन सेलाउन दिएर हामीले चाहिँ खायौं गमका गम। सबैले एउटा कुरा सोचिरहेका थियौं आन्द्रा भित्रको भात कस्तो हुन्छ होला भनेर। त्यही भएर सबैभन्दा पहिलो प्रथम हामीले चाहिँ खायौं आन्द्रा भित्रको भात। जे जस्तो भए पनि आन्द्रा पनि मासुकै एउटा भाग हो नि त। त्यही भएर बाहिरको भात भन्दा आन्द्रा भित्रको भात एकदमै मिठो थियो। भात पनि यति धेरै खाइयो कि खादा खादा एकैछिनमा मेरो भाइको भुडी ओ माई गॉड। हस्त साथीहरु, धेरै खायो भने पेट फुट्ला भन्ने डर। त्यही भएर एकैछिन आराम गरेर हामी चाहिँ घरतिर जान्छौं। यति नै थियो आजको मेरो ब्लग। मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नछुटाउनु होला। सी यू द नेक्स्ट भिडियो। बाइ बाइ।